हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। र आज चाहिँ नयाँ भिडियो बनाउँदै हल्का आज चाहिँ खेतमा पानी लाउँदै बियाडलाई धानको बियाडलाई। अब किनभने अहिलेको सिजन भनेको अब धान रोप्ने सिजन भइसकेको छ र अब कसैले त्यो बियाडहरू राखेको छैन र हामीले चाहिँ अब बियाडहरू निकालिसकेको छ। र तपाईँहरूले मेरो युट्युब च्यानल सब्सक्राइब गर्नुभएको छैन भने तपाईँहरूले मेरो युट्युबमा गएर सर्च गरेर सागर चिया ब्लग सब्सक्राइब गर्नु सक्नु। युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला। अब पानी पानी पर लगेको छ, यहाँ पर तुम्बाहरूलाई पनि बिहार राखिसकेको रहेछ। अनि अब यहाँबाट पानी त लानु पऱ्यो, सानो तालै पिलो लाउनु पऱ्यो, सानो खल्साको मात्रै पानी छ। पारोतिर त गर्नु पऱ्यो। यो चाहिँ सो हाम्रो तुम्बाको घर, यो दाजुको पर छ। अनि यहाँ पनि बिहार राखिसकेको रहेछ। यहाँ चाहिँ हाम्रो दाजुले चाहिँ यसपालि अलिक टाइम नमिलेको हो कि गाउँ ठिकै छैन र धानको बिहा पनि राखेको छैन। साथसाथै अहिले चाहिँ गाउँतिरको कामहरू यस्तो छ, यो मकैहरू पनि खरे यहाँ गोडिसकेको र यहाँ हाम्रो तुम्बाले पनि धानको बिहा। र यहाँ चाहिँ हामीले गाउँ थोरै मात्रै छ, यहाँ त तल त मकै लगाएको छौँ। अनि तल सेरुतिर पनि कसै भन्दा पनि निकैले बिहा राखिसकेको रहेछ। सो काका पनि धानको बिहा निकालिसकेको रहेछ। यो चाहिँ हाम्रो मकैबारी, खसै छैन। आज त बिहानदेखि हाम्रो बारीको घाँस सकाउँदैछ। सो अब खेतबारी टाढो हुनु पनि गाह्रो हो, नजिककोले लान्छ काट्छ, त्यस्तै हो। गाउँघरतिर जरिमाना लाग्दैन। यो चाहिँ हाम्रो धानको बियाड निकालिसकेको छ। मेरो युट्युब च्यानलमा सब्सक्राइब नगर्ने मान्छेहरू चाहिँ जति सबै काइते है, सपोर्ट गर्दैमा कसैको केही जाँदैन, हल्का जाने अम्लाको ठ्याक्क सानो क्लिकले सपोर्ट। कति गाह्रो पनि हुँदैन है, तपाईँहरूले युट्युबमा जाने, सर्च गर्ने, सब्सक्राइब गर्ने, त्यति खासै टाइम पनि लाग्दैन, तपाईँहरूको टाइम पनि वेस्ट हुँदैन। तपाईँहरूले सपोर्ट चाहिँ गर्नु पऱ्यो है। सो अहिले चाहिँ म खेतमा पुगिसकेको छु। पानी सानो देखेर ठुलो पानी पनि हाल्नु मिलेन। यो अनि हाम्रो गाउँ यहाँदेखि तल मकैबारी, यहाँ माथि अलैँची, यो कालो सुन। मेरो सपोर्ट चाहिँ गर्नु पऱ्यो तपाईँहरूले, र मेरो युट्युबको भिडियोलाई पनि लाइक अनि कमेन्ट सेयर पनि गरिदिनु होला है भन्दै हस् त बाइ।